नमस्कार, म शिवेन्द्र नीलगगन। मिति 2082 7 महिना 29 गते मेरो माहिली दिदी बित्नुभएको थियो। उहाँको सम्झनामा मैले एउटा कविता वाचन गर्न गइरहेको छु। हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली दिदी, तिम्रा भुइँ चढेर आमाको दुध खान गएको बचपनमा भुलेको छैन दिदी। तिमीले टुक्रा रोटी खुवाएर दिएको स्वादिष्ट भोजन कुनै 5 स्टार होटलमा 84 व्यञ्जन किनेर खाए पनि त्यो स्वादिष्ट किन्न सकेको छैन दिदी। तिमीले हात समातेर दौडाएका त्यो पल तिम्रो मुमुक्षा भुल्न सकेको छैन दिदी। त्यसैले तिमी नीला नीला गगन हो, शीतल शीतल पवन हावा हो, विशाल विशाल समुद्र हो। तिमीले फेरेका सास बाहेक अब मैले दुष्ट कंसहरूका भयमाले गाली भेटेको छु। काला गनाएका खकारहरू तिम्रा सब यात्रामा पनि लासले नै बान्ता हुने गरी खोकिरहेको थियो। खकारका बाटाहरूले अन्तिम संस्कार रोक्ने क्यान्सर फैलाइरहेको बेलामा पनि फोहोर बढाएर यात्रा गरिएको थियो। खकारहरूले बाबाले लाजो बुढाहरूलाई ढोकोमा हालेर सत्कार गरे पनि तिनीहरू टुलु टुलु हेरेर खकारहरू हेरिरहेका मात्रै थिए। दुष्ट कंसहरूका दरबारमा रगत पसिना बगाएर भेरीगोठ ग्वाली बनेर गगनचुम्बी महल बनाएका जननी विरुद्ध शरीरका तानाबुनाहरू खकार झिङ्गाहरूले रचेका थियो। खकारहरूले आफैलाई एटलस घोषणा गरेर तिमीलाई हिटलरको ग्यास च्याम्बरमा पुर्याएको थियो। श्रद्धाञ्जली सभा गर्दैन भनेर खकारका दल्लाहरूले घोषणा गरिरहेको थियो। दिदी, म भन्छु, अमर रहनु। हार्दिक श्रद्धाञ्जली दिदी, हार्दिक श्रद्धाञ्जली दिदी। थाहा छ खकारका बापतीहरू तिम्रा श्रद्धाञ्जली सभामा नआउन सक्ला। फेरि भन्छु, म एक्लै भए पनि हार्दिक श्रद्धाञ्जली दिदी, हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली। माइली पञ्चलक्ष्मी दिदी, हार्दिक श्रद्धाञ्जली दिदी। धन्यवाद।